आदरणीय दर्शकवृन्द नमस्कार। विद्यालयको गतिविधिसँग सम्बन्धित यस शैक्षिक युट्युब भिडियोमा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आदरणीय अभिभावकज्यू तथा सम्पूर्ण शैक्षिक सरकारवालाहरूलाई हार्दिक स्वागत गर्दछु। आजको भिडियो पनि अर्को शैक्षिक सत्रको पठन पाठन सुरु हुनु पूर्व विद्यार्थी भाइ बहिनीहरूले घरमा सिकाइका लागि गर्नुपर्ने काम कर्तव्यहरूसँग सम्बन्धित छ। विद्यालय खोल्न अझै 3 हप्ता बाँकी छ। यो अवधिमा विद्यार्थी भाइ बहिनीहरूले घरको काम कार्यसँगै पढाइ लेखाइलाई पनि निरन्तरता दिनु जरुरी छ। सबैको परीक्षाको नतिजा सार्वजनिक भइसकेको छ। कक्षा उन्नति भएका सबै प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई छ र कतिलाई कक्षा दोहोर्याउनु पर्ने भयो होला, उहाँहरूलाई झन् धेरै बधाई छ। किनकि गत वर्षको कक्षामा बाँकी रहेका पठन पाठनका काम कार्यहरू पूरा गरेर तपाईको शिक्षाको जग बलियो बन्दैछ र भविष्यमा यही दोहोर्याइएको कक्षाको बलियो जगले जीवन सुरक्षित पार्नेछ, ताकि अहिले जेन तेन माथिल्लो कक्षामा गएका साथीहरूको कमजोर जग भएकोले जीवन जोखिममा भइरहनेछ। जीवनभरि घर भत्कने डर खेपिरहनुभन्दा 1 वर्ष थप लगानी गरी बलियो घरमा सधैँभरि सुरक्षित र आनन्दले बस्नु बुद्धिमानी हुन्छ। जे होस्, 3 हप्तापछि हामी विद्यालय जाँदैछौँ। त्यसको तयारीको लागि घरमा के गर्नुपर्छ, यो कुरा अबको पालोमा। सबैभन्दा पहिले त यो वर्षको किताब वितरण भइरहेको छ। गएर किताब ल्याइहाल्नुहोला। किताब अनुसारका कापी कलम पनि तयारी गर्नुहोला। अब प्रत्येक विषयको विषय सूची हेरेर यस वर्ष पढ्नुपर्ने पाठ कति छन् यकिन गर्नुपर्छ। पढ्नुपर्ने पाठ सङ्ख्या र विद्यालयमा हामीलाई उपलब्ध समय तुलना गर्नुपर्छ अनि हिसाब गरेर प्रत्येक एक पाठलाई भाग लाग्ने समय छुट्याई सोअनुसार कक्षा लिनुपर्छ। कुनै शिक्षकले निर्धारित समयअनुसार नपढाएको खण्डमा भन्न सक्नुपर्छ, नत्र भने समयमा कोर्स पुरा हुँदैन, पाठ छुट्न सक्छ र हाम्रो पढाइ कमजोर हुन्छ। यसरी पाठ अनुसारको समय कडाइका साथ लागू गर्नु पर्ला भन्ने तयारीमा बस्नुपर्छ। भाषा विषयका शब्द अर्थ पढ्न सकिन्छ। यो खाली समयमा डिक्सनरी लिएर अङ्ग्रेजी मिनिङहरू पनि पढ्दै गर्नुपर्छ। साथसाथै परीक्षामा सोधिएका प्रश्नहरू सङ्कलन गरेर हल गर्ने प्रयास गर्नुपर्छ। जटिल प्रश्नहरू विद्यालय खुल्ने बित्तिकै सरहरूसँग सोध्ने, जान्ने र सिक्ने तयारी बस्नुपर्छ। यसरी प्रश्नपत्र हल गरिरहँदा पाठबाट कस्ता प्रश्न सोधिन्छ भन्ने अनुमान हुन्छ र त्यसकै आधारमा अभ्यासहरू गरिन्छ र हामीले अभ्यास गरेकै प्रश्नहरू परीक्षामा सोध्ने सम्भावना हुन्छ र परीक्षामा राम्रो जिपिए प्राप्त हुन्छ। हरेक साँझ र बिहान नेपाली र अङ्ग्रेजी भाषामा 2-2 पेज राम्रो अक्षरमा लेख्ने प्रयास गर्नुपर्छ। यति बेला ढिलो लेख्ने र राम्रो लेख्ने निरन्तरताले 1 महिनाको अभ्यासपछि राम्रो पनि लेख्ने, छिटो पनि लेख्ने बानी पर्छ र हाम्रो लेखाइ सिप निकै राम्रो हुन्छ, हाम्रो लेखाइ सिप विकास हुन्छ। यति बेलाको फुर्सदको समयमा जुनसुकै विद्यालयका टप विद्यार्थीहरूसँग भेटघाट र छलफल गर्न सकिन्छ। यसो गर्दा राम्रो अभ्यास र अनुभवहरू आदान प्रदान हुन्छ र पढाइप्रति थप उत्प्रेरणा प्राप्त भई पढाइ लेखाइतिर हाम्रो ध्यान जाने गर्छ। त्यसै गरी पढाइमा सफल व्यक्तित्वहरूसँग पनि भेटेर उहाँहरूको अनुभव सुन्नुपर्छ। पढाइमा असफल र सफल कसरी भइन्छ यस्ता प्रश्नहरू राखेर पनि हामी ज्ञान प्राप्त गर्न सक्छौँ, अनुभवहरू सङ्कलन गर्न सक्छौँ। प्यारा विद्यार्थी भाइ बहिनी, घरमा रहँदा आफूलाई पढाइमा फाइदा हुने केही सामान्य काम कार्यहरूका बारेमा मैले यो भिडियो बनाएर तपाईँहरू सामु राखेँ। आफ्नो भविष्य सम्झेर यी काम गर्नुहुनेछ भन्ने मैले पूर्ण आशा लिएको छु र आदरणीय अभिभावकज्यूहरूलाई पनि भन्न चाहन्छु, तपाईँहरूलाई पनि यी काम कार्यहरू पक्का पनि थाहा थियो र मैले फेरि सम्झाउनका लागि यो भिडियो निर्माण गरेको हुँ। यस भिडियोमा भने जस्तै गरेर आफ्ना नानी बाबुहरूलाई काममा लगाउनुहोला, किनकि तपाईँ हाम्रो बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य एउटै हो। हुन्छ त अब यस भिडियोलाई यहाँहरूले सब्स्क्राइब, लाइक र सेयर गरेर यस युट्युबलाई सहयोग गरिदिनुहोला भन्न चाहन्छु। अर्को भिडियोमा फेरि भेटौँला भन्दै आजको भिडियोबाट बिदा हुन्छु। हवस् त, नमस्ते।